डोनाल्ड ट्रम्प राष्ट्रपतिको नोमिनेसन फाइल हुनुभन्दा पहिले 40-50 मुद्दा थिए। उसको मुद्दा सबै खारेज भयो। राष्ट्रपति भएर खारेज भएको होइन। मुद्दा भएको मान्छे नोमिनेसन फाइल गर्न पाउँछ। नोमिनेसन फाइल भन्दा चाहिँ अगाडि नै खारेज भयो। किन भन्दाखेरि डोनाल्ड ट्रम्पका सल्लाहकारहरू, सहयोगीहरू भारतीय मूलका अमेरिकी नागरिक, सबै हिन्दू। उपराष्ट्रपति गोरा क्रिस्चियन, ऊ पनि हिन्दू भइन्, श्रीमान श्रीमती। उनीहरूले डोनाल्ड ट्रम्पको लागि भारतको कामरूप कामाख्यामा साधना गरेर आएको छ। तपाईँहरू पत्याउनुहुन्छ कस्तो कस्तो साधना गरे, कस्तो कस्तो साधना के बलिदिए त्यहाँभित्र नजाम न। अब त्यो ब्ल्याक होलभित्र हामी नबस्छौँ। त्यसो भएर उसको सारा मुद्दा खारेज भयो। अत्याधिक बहुमतले जित्यो। भारतको कामरूप कामाख्याको साधना गरेर जित्छ। नेपालले किन माया गरे त? उसले बुझे, हामीले बुझेका छैनौँ, विदेशीले बुझेको छ। नेपाल इज द सेन्टर अफ स्पिरिचुअलिटी इन द वर्ल्ड। यो सम्पूर्ण तन्त्रको, ज्योतिषको प्रवर्धन भएको ठाउँ यो थाहा पाएर नेपालप्रति उसले सहानुभूति देखायो।